मनले त चिल्लो खाने हैन, मैदा खाने हैन भन्छ। शरीर मोटाएर भैँसी हुन लागिसक्यो, के गर्ने? मुखले मिठो मिठो खा भन्छ। आज फेरि छोला भटुरा खान लाग्यो। अनि यसको लागि फेरि तरकारी पनि बनाउने है, छोला भटुरासँग भन्नुभयो थियो। त्यही भएर फेरि यो घिरमलाको तरकारी गाउँदेखि ल्याएको। 4-5 दिन भयो ल्याएको, कालो कालो छ, देख्दा त नखाम जस्तो छ। त्यही पनि म चाहिँ खत्रै बनाउँछु, म फेरि खतरा सेफ हो। अनि तरकारी बनायो, यताउता गर्यो, भाँडा मात्र कुच्रोगान हुन्छ। यति धेरै भाँडा हुन्छ, यो खानभन्दा अगाडि नै भाँडा यति धेरै धुनुपर्छ, भाँडा धुँदा थकित। अनि यसमाथि पनि फेरि अब नानीलाई नि बनाइदिनु पर्यो। आज फेरि छोला भटुरा खान लाग्यो। अब नानीलाई त्यस्तो त खुवाउने कुरा भएन भनेर फेरि आज सिम्पल नानीलाई जाउलो बनाइदिनु लाग्छु। मम्मीको फेरि बिहानको काम पूजापाठ यताउता गरेर टाइमै भ्याउनुहुन्न। अनि यो चिया बनाएर राखेको पनि सेलाइसक्यो। अब यो फाल्ने हो कि खाने हो, यसको टुङ्गो छैन। अनि म फेरि एकदम फटाफट काम गर्दैछु कि यस्तो जाङ्गरिलो छु म फेरि। एउटा चुल्हामा नानीको खाना, एउटा चुल्हामा फेरि भटुरा बनाउँदैछु। भटुरा भन्छन् रे, छोला बनाउँदैछु। अनि बाबाले फेरि रोटी यस्तो राम्रो बेल्नुहुन्छ, मलाई आउँदैन यस्तो गोलो बेल्न। हैन बाबालाई हाँस्नु न भनेको, मक्ख परेर हाँस्नुहुन्छ। मक्खै हो कि फेरि भन्दाखेरि। अनि मेरो बुढाले फेरि भटुरा तल्दै हुनुहुन्छ। हाम्रो फेरि सबैले मिलेर गर्छौँ के, मम्मीले यताउता सामानहरू जुटाइदिनुहुन्छ। अनि बाबाले फेरि खैले म रोटी बेल्छु भनेर रोटी बेलिदिनु भयो, यो यही भटुरा। अनि बुढाले फेरि खैले आउन म तारिदिन्छु, छिटो छिटो हुन्छ, सबै अब भोक लागिसक्यो भनेर तारिदिँदै हुनुहुन्छ। मैले पनि गर्दैछु, मैले भिडियो पनि गराउँदैछु, काम पनि गर्दैछु। पिठो पनि मैले नै मुछेको हो। अनि उसके अरे छोलाहरू पाकिसक्यो। सुरुमा नपाकेर हेर्नु, 2 चोटिमा पाकेको। सुरुमा सिटी लगायो, खै के हो कस्तो खालको दाना हो। फेरि अर्कोचोटि 5 सिटी लगाएको, बल्ल फतक्क त नै, तर मतलब पाक्नलाई पाकेछ। अहिले फेरि यो धनियाँ यति महँगो छ हेर्नु मार्केटमा। त्यही पनि कहिलेकाहीँ यसो स्पेसलमा चाहिँ लिएर खान्छौँ, नत्र हामी चाहिँ त्यस्तो किनेर खान्नौँ कि। अब बारीमा पनि छरेछ, उम्रिहाल्छ। अब 1-2 हप्तामा त उम्रेला नि। अनि यस्तो राम्रो भएछ कि छोला, पुरै मर मसलेदार बनाएको भिडियो हेरेर। अनि छोला भटुरा सबै रेडी भयो। मम्मी बाबालाई सबैलाई खाना दिए। अब चाहिँ म खाने हो, म खाएर हेर्छु कस्तो हुन्छ है त। अब म खान लाग्यो। यस्तो फ्रन्ट क्यामेरामा गर्ने मेरो छोरीले टिका लगाइदिएको। यो यहाँ फेरि पुजारी एकदम तगडा हो, क्यामेरा देखेर मुख बाई खानुभएको छ। स्टाइल फेरि कस्तो छ, सुँगुरको चोचो जस्तो बनाउनु भएको छ। मिठो छ अरे, उहाँलाई पनि मिठो छ अरे। अनि मैले पनि खाएको हेर्नु, यस्तो मिठो भयो नि, कुरा नगर्नु। म फेरि यति हरामी छु, आफूले खाना कुनै चिज बनायो भने फेरि मलाई तारिफ गर्नुपर्छ क्या। मेरो बानी फेरि अलिकति ठिक छैन। सबैलाई सोधिरहेको छु कि मैले, मिठो छ नि, कस्तो छ, खै तपाईँहरूले त भन्नु भएन मिठो छ भनेर अरूलाई थर्काउँदैछु कि। फेरि म फेरि हरामी छु, तर एकदम मिठो बनेको छ है। थ्याङ्क यू।